प्रयास गरेको मलाई लाग्दछ। यसपछि अब नक्कली सुकुम्बासी जुन अधिकारकै भरमा नक्कली सुकुम्बासीहरूको जुन आएको छ यसलाई स्पष्ट गर्नुपर्छ। र अन्तिममा हजुरलाई भन्न चाहन्छु, म यो जुन आज यो सदनमा जुन म यहाँ पुगेको छु, यो पुग्दै गर्दा मैले लाखौँ जनतालाई बाचा गरेको थिएँ। मैले भनेको थिएँ म पनि लाल पूर्जा नपाएर छटपटिएको 3 लाखौँ परिवार मध्येको एक सदस्य हुँ। म संसदमा पुगेपछि लाल पूर्जाको नाममा राजनीति होइन परिणाम दिन जानेछु भनेको थिएँ। पुराना दलले दशकौँसम्म रातो लाल पूर्जालाई केवल चुनावको भोट माग्ने कागजको चुनावी नारा बनाए, राज्यको सम्पत्ति सिद्धाए, तर जनताको पीडा उस्ताको उस्तै बन्यो। आज बालेन रासोपा सरकार बनेको छ। नयाँ शक्तिको उदय सँगसँगै यो विश्वास छ कि अब काम फाइलमा होइन फिल्डमा हुनेछ। अब म शपथ खाएर भन्छु, मेरो यो संसद पद वा लोगोभन्दा ठुलो रातो पूर्जा हो, जसले यो क्षेत्र र देशभरिका दाजुभाइलाई आफ्नो माटोको मालिक बनाउनेछ। र म यहाँ राज्यको ढुकुटी सिद्धाउन आएको होइन। अरबौँको राज्य कोषबाट रकम खर्च भयो, तर परिणाम के आयो? केही पनि आएको छैन। परिणाम राज्यको आयोग बने, आयोगमा नियुक्तका बिलाइसी गाडी बने, इन्धन प्रशासनिक खर्चको रूपमा अरबौँ सकियो, तर वास्तविक पीडितको हातमा सधैँ खाली मात्र रह्यो। लाल पूर्जा कहिले मिलेन। अब 60-70 वर्षदेखि एलानी जग्गामा बसेका ती पुस्ताहरू जो लाल पूर्जा नपाई यो संसार छाड्नुभयो, अब राजनीतिक अस्थिरताले गर्दा आयोगलाई कार्यकर्ताको भर्ती केन्द्र बनाउने, प्रविधि भन्दा पहुँचको आधारमा कायम हुने मुख्य जो बाधक छ नि, यसको अन्त्य अबको रासोपा र बालेन सरकारले गर्नेछ भन्ने मैले विश्वास लिएको छु। अबको भूमि आयोग जो अब नयाँ ऐन बन्दैछ, यसमा चाहिँ पार्टीको झन्डा बोक्नेको अखडा हुनु हुँदैन। यसलाई सरकारले जुन खारेज गरेको छ, अब आधुनिक प्रविधिसँग पुनः जाँचबुझ गरी विज्ञ सम्मिलित एउटा अधिकार सम्पन्न शक्तिशाली समिति बनाइनुपर्छ। यसपछि म पनि लाल पूर्जा नपाएर छटपटिएको 3 लाखौँ परिवार मध्येको एक सदस्य हुँ। म संसदमा पुगेपछि लाल पूर्जाको नाममा राजनीति होइन परिणाम दिन जानेछु भनेको थिएँ। अव्यवस्थित तरिकाले बसोबास गरेका जुन देशका लाखौँ जनताहरू छन्, उनीहरूलाई चाँडो लाल पूर्जा वितरण गर्ने प्रक्रिया सुरु गर्नुपर्छ, जसबाट हामीले अरबौँको राजस्व सङ्कलन गर्न सक्छौँ। आज बालेन रासोपा सरकार बनेको छ। नयाँ शक्तिको उदय सँगसँगै यो विश्वास छ कि अब काम फाइलमा होइन फिल्डमा हुनेछ। म यहाँ राज्यको ढुकुटी सिद्धाउन आएको होइन, वर्षौँदेखि लुटिएका जनताको अस्तित्व र आत्मसम्मान फिर्ता गर्न आएको छु। म केवल एक सांसदको रूपमा होइन, 7 दशकदेखि लाल पूर्जाको सपना देख्दा देख्दै चाउरिएका ती लाखौँ अनुहारको प्रतिनिधित्व भएर यहाँ उभिएको छु। म त्यही परिवारको छोरा हो जहाँ पुस्तौँदेखि माटो त चिन्यो, तर त्यो माटोको स्वामित्व कहिले पाएन। आज किन यस्तो भइरहेको छ, यसको इतिहास हेरौँ भनेर हेर्दै गर्दा